बालेन र रविले छानबिन समितिको प्रतिवेदन नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने, सुदन गुरुङ गृह मन्त्रालयमै फर्किने सम्भावना उच्च। प्रधानमन्त्री बालेन शाह र रासोपा सभापति रवि लामिछानेले तत्काल कसैलाई पनि गृहमन्त्री नबनाउने भएका छन्। उनीहरूले अब छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै त्यस विषयमा छलफल गर्ने भएका हुन्। धेरैले सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने बताउँदै आइरहेका छन्। यदि छानबिन समितिबाट सुदनले क्लिन चिट पाए भने उनी नै गृहमन्त्री बन्ने लगभग पक्का देखिएको छ। गुरुङले राजीनामा दिएको 1 महिना पुग्न लागे पनि सरकारले अर्को गृहमन्त्री भने नियुक्त गरेको छैन। प्रधानमन्त्री शाह र रवि लामिछाने पहिल्यै यस विषयमा कुराकानी गरेको र अब छानबिन समितिको प्रतिवेदन आएपछि त्यही अनुसार गृहमन्त्रीको टुङ्गो लाग्ने स्रोतको भनाइरहेको छ। अब समितिको प्रतिवेदनमा सुदन दोषी देखिए अर्को व्यक्ति बन्ने नत्र सुदन नै गृहमन्त्री बन्ने रासोपा नेताको भनाइरहेको छ। गृहमन्त्रीमा नियुक्त भएपछि गुरुङले रफ्तारमा काम गरेका थिए। उनको एक्सनलाई धेरैले रुचाएका पनि थिए, तर एकपछि अर्को विवादमा तानिएपछि सुदनले राजीनामा दिन बाध्य बनेका थिए। अब तपाईको घरलाई चाहिने सम्पूर्ण सामान होलसेल मूल्यमा नेपाल टेकमार्ट पेप्सीकोला काठमाडौँ अनलाइनबाट पनि बुकिङ गर्न सक्नुहुनेछ। गृहमन्त्री बनेको 1 महिना पनि नपुग्दै उनले राजीनामा दिएका थिए। चैतको 13 गते गृहमन्त्री बनेका सुदनले वैशाखको 9 गते नै राजीनामा बुझाएका थिए। राजीनामा दिँदै गर्दा उनले सामाजिक सञ्जालमा आफ्नो शेयर लगानी लगायतका विषयमा उठेका प्रश्न टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको पनि बताएका थिए। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उनको भनाइरहेको थियो। अहिले छानबिन समिति बनेपछि उनले यस विषयमा पनि प्रतिक्रिया दिएका छन्। समिति बनाउँदा गृह जिल्ला गोर्खामा रहेका गुरुङले निष्पक्ष छानबिन हुने र सत्य तथ्य बाहिर आउने विश्वास पनि व्यक्त गरेका छन्। आफ्नो गल्ती देखिए वर्तमान सरकारले कारबाही गर्ने र नजोगाउने उनको भनाइरहेको छ। तत्कालीन श्रम मन्त्री दीपक शाहलाई हटाएको उदाहरण दिँदै उनले यो सरकारले कसैलाई पनि नछोड्ने दाबी गरेका छन्। सुदनले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हालेका छन्। शाहले गृह, रक्षा र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखिरहेका छन्। एडमिसन ओपन जुम ब्युटी एकाडेमी नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।